दामी आछ ऊ हाम्रो भाइ हाम्रो साथीहरूले यहाँ हेर्नु मेरो के भने मेरो छोराले चाहिँ साथीभाइहरूले गर्दा त्यसो भन्नु नि भाडा धुनुले भने एकदम दामी तपाईँहरू के भन्नु चाहिँ है 3टा गोली चाहिँ उयो सक्नु पर्यो हैन तर मलाई खुसी एक-एकवटा 3 गोली साबुन चाहिँ खाल्छ 3 गोली साबुन ठिकै सक्नु पर्यो तर सबभन्दा ठुलो माया लाग्यो म किनभने भाइको माया लाग्दोहरु है भाइको साथीभाइले होइन भाइको साथीभाइ अब साथीभाइ भने यसरी हेल्प गर्नुपर्छ लाइफमा के भन्ने कुरा चाहिँ हेल्पै सबभन्दा ठुलो कुरा हो है यस्तोको जमाना त गयो त हो सबभन्दा ठुलो कुरो लाइफमा कहिले नदेखेको भाइ बहिनी है कहिले नदेखेको भाइ बहिनी यहाँ आएर खरिदिन्छ भन्ने कुरो चाहिँ के यसले के प्रुफ गर्छ भन्ने कुरो चाहिँ यसले के प्रुफ गर्छ भन्ने कुरो चाहिँ सबभन्दा ठुलो के प्रुफ गर्छ भन्ने कुरो चाहिँ मेरो छोराछोरीहरूले नि गर्दो रहेछ मेरो नानीहरू यसको नाम चाहिँ गान्धी हजुर भन्न चिनाउँछ काभ्रेबाट काभ्रे हजुर हाई गर्नुहोस् त हाई गर्नुहोस् है तपाईँको खास नाम अब हाम्रो किनभने हामी बुढौली भएको हो हामी बुढौली भएको अब हामीले चाहिँ छोडिदिएको यस्तो जेनेरेसन न्यू जेनेरेसनलाई छोडिदिएको यतिको चाहिँ हुनुपर्छ हो बुहारीको चाहिँ आफ्नै पर्छ हाम्रोहरू यहाँ छ सबैजना सबभन्दा ठुलो चाहिँ माया लाग्दो चाहिँ यो न्यू जेनेरेसनहरू छ यहाँ उहाँहरूले सबैको जिम्मामा जिएनजीको ठुलो एउटा क्याप्टन जानुभयो ल तपाईँको नाम नुगेन छ है तपाईँको लोरेन्स नुगेन तपाईँहरू जे भने यति हेल्प गर्नुभएको यति लोरेन्स रबिन हामी चाहिँ अब किनभने चाहिँ लोरेन्स रबिन विजय अहिलेको सिस्टममा उयो के भन्छ जिएनजीले चलाउँछ भन्छ नि जिएनजीहरू यति भएको चाहिँ बहुत खुसीको कुरा हो किनभने हाम्रो साथीभाइहरू हस्तो जोस केटा अलिक मजा जोसले उठाइदियो यहाँ बनाउँदैछ त जिएनजीहरूको यो ठिकै छ त हौ यहाँ हाम्रो चेलीबेटी होइन चेलीबेटी लो जिएनजी चेलीबेटी हाम्रो चेलीबेटी यहाँ ल्याउनु त अब यहाँ हेर्नु ल के भन्छ तपाईँले भनिदिँदै मैले केही भन्नु छैन तपाईँलाई नमस्कार तपाईँहरूको बिचमा म त केही भन्नु छैन हाम्रो उयो साथीभाइहरू एकदम हाम्रो यहाँ बुढी खालहरू चाहिँ बिचकेर यति भन्ने मैले के भन्दा सबैजनालाई यस्तो रिसाएको छ दिनु पर्यो है पालो दिएको हामी बाहिरबाट हेर्छौँ तपाईँलाई यो चाहिँ प्रयास जेनजी यो चाहिँ प्रयास खड्का छेत्री होइन लिनु पर्यो तपाईँले यस्तो दिस इज रबिन सुब्बा एन्ड दिस इज लोरेन्स गुरुङ लोरेन्स तामाङ दिस इज Who is this? Who is this? यसले चाहिँ नि 8 खेप चाहिँ भात खाइसक्यो होइन यहाँनिर बढ्दो उमेरमा खाइराख्नुपर्छ होइन प्रतीक तँलाई के भन्नु छ साह्रो पर्यो बिचरा तपाईँलाई के भन्न चाहन्छु नमस्ते गाइस आज चाहिँ रमाइलो भइदिरहेको छ होइन फलो माई युट्युब च्यानल च्यानलको नाम चाहिँ यस्तै कुराको लागि होइन युट्युब च्यानलको नाम चाहिँ बोखा जेन हो अन्त यस्तै कुराको लागि एक्सलाइदेखि क्याटिस के हो त पानी मलाई तपाईँलाई के भन्छ भाइ के भन्छ भाइ यहाँले म भन्छु ल भने यति भन न यहाँ टोल जस्तो मान्छे तपाईँलाई टोल जस्तो मान्छे भन्छ बिच्छुले सुन्यो होला के भन्यो अरे नमस्ते होइन